हेलो एभ्रिवान, नमस्ते छ सबैजनालाई। मेरो हस्बेन्डले चस्मा लाउनुहुन्छ अरे, हिरो बनिने अरे। यहाँ छोरी, यहाँ दिदी को पार्वतीहरू अर्को गाडीमा तुफान पुग्छ त्यो गाडी आएको छोरा। कस्तो त छोरी टिकेको छ यहाँ। ल ल उ अगाडि के क्यामेरामा त नाम भन्छ मेरो छोरा त झन्। हजुर अनि मेरी क्रिसमस सबैजनालाई है, सबैको तर्फदेखि। यहाँ र अनि आज चाहिँ हामीहरू यहाँ मेरो छोरीको चाहिँ फेरि नाटक नै बेसी छ कि। हाई गर्दो, हाई, उसलाई चस्मा लाउनु पर्ने अरे। पापालाई मोबाइल दिउँ ल, हेर्नुहोस् न, पापालाई मोबाइलै दिँदैन। पापालाई मोबाइल, पापा मोबाइल चलाउनु, पापा मोबाइल चलाउनु। पापाले मोबाइल नचलाउनु भन्छ। ल अन्त म राख्छु मोबाइलै छ। पापा चाहिँ मोबाइलै चलाउनु दिनु, उसलाई मात्रै पकाएर मेरो। अनि आज चाहिँ हामीहरू मन्दिर जाँदैछु। अनि अब वहीँ मन्दिर गएर चाहिँ तपाईँहरूलाई देखाउने छु है। अनि अहिले चाहिँ हामीहरू 2-3 घन्टाको लम्बा सफरको बादमा चाहिँ अहिले हामीहरू चाहिँ यहाँ मन्दिरको अहिले हाइवेदेखि चाहिँ अहिले यता भित्र आउँदैछु, जाँदैछु अब। अनि मन्दिरको बाटो पुगिसक्यौँ। अनि हामी अहिले चाहिँ यहाँ मन्दिर पनि आइपुग्यौँ है। अन्त साल भयो होला। अनि सोच त यत्रो हामी हिँडेर आन्थ्यौँ मुनिबुढी। त्यही त भनिदिनु त छेमा यहाँको हामी कसरी आउँथे। मैले भनेको त निङ्गाले आमाहरू त डन्डा टेकेर आएको अरे। अनि त्यस्तो मुनिबुढी डन्डा टेकेर आएको नि उहाँलाई हामीले यस्तरी आन्थ्यौँ। अहिलेको मान्छेहरू सुविस्ता भएको नि। अहिले त बहुत नै आराम नै भयो, बाटो पनि बनाइदिएको मजाले। अनि भिडियो चाहिँ धेरै लम्बा हुन्छ होला, त्यही कारणले गर्दा चाहिँ म अरू भिडियो चाहिँ भोलि दिनेछु। बाइ।